सुनाइ पाठ 10। गिलासको तौल। निशा गुरुआमा हातमा पानी भएको गिलास लिएर कक्षामा प्रवेश गर्नुभयो। अब पानी आधा भरि छ कि आधा रित्तो छ भनेर सोध्नुहुन्छ मिसले। अप्पुले जान्नी भएर दिव्यको कानमा खुसखुसायो। गुरुआमाले त्यस गिलासको पानी पिउनुभयो र सोध्नुभयो, यो गिलासको तौल कति छ? धेरै विद्यार्थीले हात उठाए। गुरुआमाले हात उठाउने सबैलाई पालै पालो बोल्न अनुमति दिनुभयो। बबिताले गिलासको तौल 200 ग्राम भनिन्। मनिषले आधा किलो भने। उपमाले 300 ग्राम भनिन्। फुर्बाले 250 ग्राम भने। चित्रलेखाले 3 पाउ भनिन्। यालुङहाङले 1 किलो भने। नयनाले 100 ग्राम भनिन्। नुच्छेमानले 600 ग्राम भने। यसरी अप्पु, दिव्य र अरूले पनि आफ्ना विचार राखे। गिलासको तौल समग्रमा 100 ग्रामदेखि 1 किलोसम्म देखियो। अन्त्यमा गुरुआमाले भन्नुभयो, खासमा यस गिलासको वास्तविक तौल महत्त्वपूर्ण होइन। महत्त्वपूर्ण कुरा त यो गिलास मैले कति समय बोक्छु भन्ने कुरासँग सम्बन्धित छ। मैले यो गिलास 1-2 मिनेट मात्र बोक्ने हो भने यो अत्यन्तै हल्का छ। यसलाई 1 घन्टासम्म बोक्ने हो भने मेरो हात दुख्न सुरु गर्छ। दिनभरि उचालिराख्ने हो भने यो अति गह्रौँ हुन्छ। मेरो हात कटकटी खान्छ। त्यसपछि म उचालिराख्न असमर्थ हुन्छु र गिलास मेरो हातबाट खस्छ होला। निशा गुरुआमाको विश्लेषणमा सबैले सहमति जनाए। हुन पनि साँच्चै त्यस्तै हुन्छ। त्यसपछि गुरुआमाले थप्नुभयो, हेर्नुहोस् भाइ बहिनीहरू, तनाव, चिन्ता, ईर्ष्या, पीर, शङ्का, रिस, उत्तेजना आदि सबै कुरा यो गिलास उचाले जस्तै हो। गिलासको तौल जस्तै त्यस्ता कुराहरू मनमा जति धेरै बेर लियो त्यो उति नै गह्रौँ हुँदै जान्छ। हो, जीवनमा त्यस्ता कुराहरू आइलाग्छन् तर तिनलाई जति सक्दो छिटो छोड्दै जानुपर्छ। अन्यथा जति लामो बेरसम्म मनमा बोकिराख्यो त्यो यति गह्रौँ हुन्छ, कहिलेकाहीँ त त्यसको भार हाम्रो जीवनले थेग्न पनि सक्दैन।